स्टेटमेन्ट दिन्छु। फास्नेकी झन्डीलाई त म काटेर म टुक्रा बनाएन भने त कहाँ जान्छ त? कहाँ जाँदैछस्? काट्नलाई कोल जन्माया मेरो इजवाल जन्माया मलाई तम काट्नेवाला तम हो। पैसा दिए भन्दा पनि पैसा मान्छेको जिन्दगी के तम्रो त मद्दो मादो त्यो काट्टल तम्रो हातमा छ। मेरो मम्मी गर मेरो मम्मी बाबाको भगवानको हातमा छ, अरू कसैको हातमा छैन। म आफ्नो जिन्दगी त्यो रन्नी तिम्रो मेरो पैसा दिदे हाम्रो लागेको पैसा दे अनि जान्छस् कोही जान्छस् त्यो आफ्नो बाटो तता पैसा दिए भन्दा पनि पैसा मान्छेको जिन्दगी के तम्रो त मद्दो मादो त्यो काट्टल तम्रो हातमा छ। मेरो मम्मी गर मेरो मम्मी बाबाको भगवानको हातमा छ, अरू कसैको हातमा छैन। म आफ्नो जिन्दगी। सबैजनालाई नमस्ते। आज चाहिँ मैले एउटा सानो भिडियो क्लिप गरेको केटीको तर्फबाट एउटा मान्छेले सोसल मिडियामा फेसबुकतिर हालेको देखेको थिएँ। त्यसको रियालिटी के हो भनेपछि त्यतिखेर चाहिँ त्यो भिडियो चाहिँ 14-15 मिनटको छ के। 14-15 मिनटको भिडियोमा उसले चाहिँ काटेर हालिरहेछ। जम्मा थोरै मैले जुन ठाउँमा गाली गरेको छु त्यति मात्र हालेको छ। उसले चाहिँ देखाउन खोज्यो कि यो केटाले केटीलाई गाली गरे जस्तो गरेर। तर त्यो गाली गर्नुको कारण भनेको के हो, त्यतिखेर म कति लेभल फ्रस्ट्रेसन लेभल मेरो हाई थियो भन्ने कुरा त्यो मलाई मात्र थाहा छ। म कुन अवस्थामा थिएँ। त्यो मान्छेले जुनले त्यो क्लिप हालेको छ नि त्यसको बुढीले त्यसको ठाउँमा त्यसरी त्यो अरूसँग लागेर अरूको घरबार भत्काएर अरूको आमा बाउलाई यसरी रुवाएर गरे भए त्यो मान्छेले चाहिँ के गर्थ्यो होला। जबकि ऊ मान्छेले यति इग्नोर गरिरहेको थियो मलाई, यति इग्नोर कुरै सुनिरहेको थिएन। अनि त्यसपछि मैले गाली गर्न म बाध्य भएँ। त्यतिखेर यति फ्रस्ट्रेसन लेभल हाई थियो कि जबकि म आँखा नै देख्दैन थिएँ कि त्यतिखेर यति फ्रस्ट्रेसन लेभल। म नजिक भए भए त खै अब के नजिक भए भए त के हुन्थ्यो त्यो कुरा म बयान पनि गर्न सक्दैन। 2-4 झाप त लगाइ पनि हाल्थ्यो होला होइन। म झुट चाहिँ बोल्दैन। मैले किन झुट बोल्ने हो। उसले त्यतिसम्म गरेपछि मैले चाहिँ अनि उसलाई त्यति गाली त मैले आफ्नो बुढी अरूसँग लाग्यो भनेपछि मैले त्यो त गाली त स्वाभाविक मेरो मुखबाट निक्लिन्छ। हजुरहरूले पनि मलाई आफ्नो ठाउँमा राखेर हेर्नुहोस्। हजुरले त्यस्तो गरेपछि कसले फुलमाला लगाइदिन्छ त। उसले चाहिँ यति इग्नोर गर्थ्यो भनेपछि म हजुरलाई भिडियो क्लिप देखाउँछु। उसले चाहिँ कतिसम्म मलाई इग्नोर गर्थ्यो भनेर। उतिले छोड्न भनेर पाउँछ, तैँले मुखले छोड्न भनेर पाउँछ। म अर्को क्लिप पनि हजुरलाई सुनाउँछु। उसले भनेको कुरा सबै सुनाउँछु। म यसमा अर्को क्लिप पनि छ मसँग। कन्ट्रोलमा रहेर बिना जसरी अहिले गर्दैछु म त्यसरी गर्न चाहन्छु। मलाई कसैजना अब धेरै त कसैको बस्नु मन छैन, मन छैन। म अर्को पनि क्लिप सुनाउँछु हजुरलाई। जुन चाहिँ हामी 3 जना बिचमा कुरा भएको छ। उसको बाबा, म र त्यो केटीको बिचमा कुरा भएको छ। यो पनि हजुरहरूले सबैले ध्यान दिएर सुनिदिनु। अहिले आएर न्याय मागोस् न आउँछ मागोस् न आउँछ भनेको 2 जनाको सहमतिमा हुने कुरा हो। त्यो पनि म सहमति गराउन लगाउँ हैन। तपाईसँग सम्पूर्ण किसिमको अधिकार माग्न सक्छ। उसले तपाईले कमाएको सेलेरीबाट पनि माग्न सक्छ। यो भनिरहेछ। मसँग अर्को क्लिप पनि छ। थाहा छैन मलाई मान्छेमाथि इन्भेस्टमेन्ट गर्दै आउँनु छैन भने त्यही त हामीले मान्छे संस्थामा कुनै ठाउँमा आउँछ उमा लाउँछ नि तमले मान्छेमाथि लगानी लगाएर इन्भेस्टमेन्ट गरेर भने लागि पछि गएर उसले चाहिँ सुरुदेखि नै यस्तै भन्दै आएर सहन नसकेर मैले त्यो गाली जुन उसले क्लिप हालिरहेछ त्योसँग भएको प्रमाण त्यति नै होला। उसले राखिरहेको थियो होला म यो गर्छु भनेर, त्यो देखाउँछु भनेर। तर मान्छे जज गर्नेले गरिहाल्छ क्या, बाहिरबाट देखिहाल्छ को अन्यायमा परिरहेछ को। मैले उसलाई चाहिँ के भनेको थिएँ भनेपछि यो सबै नगरौँ। भोलि समाज छ, सोसल मिडिया छ, सबै हुन्छ। म गरेर हार गुहार गर्दा पनि उसले मानेन। जे गर्न सक्छस् गर भन्यो। अब उसले देख्यो होला नि त नेपाली समाजको कति पावर रहेछ भन्ने कुरा उसले देख्यो होला। उसको आमा बाउले देख्यो होला नि त। अब उसले चाहिँ पहिला चाहिँ उसलाई मतलबै थिएन। अब भित्रभित्रै दबाइहालिन्छ के गर्न सकिन्छ र भन्ने कुरा चाहिँ उसले चाहिँ यो बाहिर ल्याउँदैन होला सोचिरहेको थियो। अब देख्यो होला बल्ल पावर। यदि हिम्मत छ भने उसले आफ्नो टिकटकको कमेन्ट बक्स अन गरेर देखाउ त। अनि त्यसको त के हालत हुन्छ। नेपाली समाज, सोसाइटीको दाजुभाइ सबैको कति नेपालीको कति पावर छ भन्ने कुरा अनि त्यो पाकिस्तानीले देख्छ कि।
उसले चाहिँ अस्ति जुन मैले स्ट्याटस लेखेर हालेँ नि त्यो स्ट्याटस हालेपछि ऊ चाहिँ आइसक्यो कि यता। पहिला चाहिँ उसले आधी सामान यता राख्थ्यो आधी उता राखेर उतै बस्थ्यो अनि त्यसपछि उताबाट सबै सामान बोकेर आइसक्यो कि मान्छेले भन्नेले यहाँ सबै भनिसक्यो कि अब उसलाई भनेको मेरो जस्टिस भनेको अब उसलाई एउटा कुरा भनेको उसलाई डिपोर्ट मात्रै गराउने हो, मेरो अरू केही पनि होइन। उसलाई मैले जसरी भए पनि नेपाल झिकाउनु पर्छ। उसले चाहिँ एउटा म्यारेज फ्रड गरेको छ, जबकि मेरो कन्सर्न बिना नै उसले डिभोर्स दिने सबै गर्ने, मेरो परिवारले सबै गर्ने। मैले उता गएपछि कसैले उसले परिवारलाई भत्काएर अरूको परिवार भत्काएर चाहिँ उसले चाहिँ पुरा अयसमा उसले चाहिँ के गर्ने भनेपछि उसले चाहिँ अस्ति त्यो फ्रस्ट्रेसन लेभल पनि यति हाई हुन्छ कि यति हाई भएको थियो कि त्यतिखेर मेरो कुरै छोडिदिनु। उसले चाहिँ त्यो गाडी छ नि, गाडीहरू यो यति करोडको गाडी, यो आइफोन 16 प्रो म्याक्स मेरो बोयफ्रेन्डले किनिदिएको हो भन्ने, त्यो लुगाहरू त्यो डलहरू छ नि त्यो वरिपरि त्यो राखेको डलहरू फुलहरू यो मेरो स्पेसल मान्छेले दिएको हो भन्ने कि त्यतिसम्म भन्थ्यो कि बस सबैले। अब चाहिँ मैले उसको मैले काम गरेको इलिगल्ली युएसमा काम गरेको भिडियो पनि पाइसकेको छ सब। म त्यो भिडियो हाल्छु, सबै नेपाली दाजुभाइ दिदीबहिनीहरूले लेट्स डिभोर्स ह्यासट्याग लगाउनु होला त्यसमा। म त्यो युएस एम्बेसीलाई म त्यो भिडियो दिनेछु। अनि त्यसपछि त्यसलाई जसरी भए पनि नेपाल झिकाउनुपर्छ। त्यो भनेको नेपालमा भएको सोसाइटीका यो एउटा भाइरस हो, यो भाइरसलाई कसरी डिलिट गर्नुपर्छ सबैले चाहिँ। म त्यो भिडियो हालेपछि लेट्स डिपोज भन्ने पोस्ट लाउनु होला। हस् त, धन्यवाद। म यति भन्न चाहन्छु त्यो मान्छेलाई त्यो मान्छेलाई यदि म लास्ट कुरा पनि के भन्न चाहन्छु भने त्यो मान्छेले मलाई छोड्नुको कारण के छ रिजन भन्दाखेरि त्योसँग कुनै एन्सरै छैन कि, जबकि त्यसलाई चाहिँ एकैचोटि सुनको डल्ला चाहियो कि। अब के भनौँ, त्यो म यहाँ त्यसलाई गाली गऱ्यो भने अरू दिदीबहिनीलाई असर गर्छ त्यसका लाग्दा है, त्यो मान्छेको लाग्दा अरूलाई पनि असर पर्छ। त्यही भएर ठिक छ, नेपाल आओस्, डिपोर्ट नेपाल आओस्। नेपाल पनि उत्तिकै होइन, त्यसलाई हदगडी लाएर हुन्छ कि खुट्टामा के लाएर हुन्छ, युएसले पठाओस् त्यसले जुन इलिगल काम जुन फ्रड गरेछ। अनि त्यसपछि नेपाल आओस्, डिभोर्स दिन्छु भनेर गीत गाइरहेछ नि, नेपाल आओस् अनि डिभोर्स दियोस्, आमा बाउको घरमा गएर बसोस्, आफ्नो आमा बाउको घरमा गएर बसोस्। मलाई अरू त्यसपछि अरू केही चाहिँदैन। यति भयो भने त्यो डिपोर्ट हुनु नै मेरो न्याय हो कि मेरो लागि चाहिँ। हस्, धन्यवाद। देख्यो होला नि नेपालीको पावर।